जनता समाजवादी पार्टी सप्तरीले समानान्तर जिल्ला कार्य समिति बनाएपछि संस्थापन पक्षका जिल्ला अध्यक्ष केदार यादवले पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्। उनले पत्रकार सम्मेलनमा पार्टीको विधान नीति विपरीत जिल्लामा समानान्तर समिति बनाइएको र त्यो समितिमा अधिकांश पार्टीबाट निलम्बन तथा कारबाहीमा परेको व्यक्तिहरू भएकोले आफूहरू नै आधिकारिक जिल्ला कार्य समिति भएको बताएका छन्। विधान विपरीत केही नेताहरूको आफ्नो निहित स्वार्थमा व्यक्तिगत इन्ट्रेस्ट र व्यक्तिगत किसिमले संगठन अगाडि बढाउनको निमित्त खडा गरिएको एउटा त्यो अवैधानिक कमिटी मात्रै हो। त्यो पार्टीको कुनै विधानसँग सम्बन्ध राख्दैन। त्यति नै। अनि तपाईँले भन्नुभयो त्यो अवैधानिक समिति हो भने तपाईँहरू कारबाही गर्न सक्नुहुन्छ त्यस्तो समितिलाई? त्यस्तो समितिहरूलाई हामीले अब विधानमा जुन व्यवस्था भएअनुसार त्यसमा कतिपय साथीहरूलाई चाहिँ विभिन्न अध्यक्ष आउँदैछ अरे शुभकामना आदान प्रदान कार्यक्रम हो भनेर पनि झुकिएर पनि लगेको छ। त्यसमा आवाज साथीहरूले हामीले हिजै बस्तीको जिल्ला कमिटीको बैठकबाट चाहिँ उहाँहरूलाई चाहिँ स्पष्टीकरण सोध्ने हामीले निर्णय गरेका छौँ। उहाँहरूले स्पष्टीकरण सोधिन्छ, स्पष्टीकरण जवाब दिए कसरी के आउँछ त्यसअनुसार हामीले। मुख्य व्यक्ति भनेको अब हाम्रो राज्यका केन्द्रीय कार्यकारिणी समितिको सदस्य श्रीमती रेणु यादवजी, हाम्रो केन्द्रीय पार्टीको राजनीतिक समितिको सदस्य शैलेन्द्र प्रसाद शाहज्यू, त्यसपछि हाम्रै जिल्लाको उपाध्यक्ष उमेश यादवजी, त्यसमा संलग्न हाम्रो उपसचिव निलेश कुमार झाजी, त्यसपछि हाम्रो कार्यकारिणी मेम्बर दयानन्द गोजी, सुशीता यादवजी र तपाईँको पार्टीबाट अनुशासनको कारबाहीमा प्रदेश उपाध्यक्षबाट पदबाट हटाउने कारबाहीमा पर्नुभएका पूर्व प्रदेशको उपाध्यक्ष शम्भु झाजी, उहाँहरू नै मुख्य। कुनै अधिकांशसँग केही पनि भएन। त्यो हामी के भनौँ भने भरम होइन। हामी के भनौँ भने तपाईँको एउटा सानो सङ्गठनले पनि अहिले त्यहाँ त्यो जिल्ला विकास हलको कति 250-300 क्षमता छ। त्यो गाउँबाट ट्र्याक्टर मान्छे ल्याउँदा पनि त्यो भरिहाल्छ होइन। त्यो कुरा मूल होइन। अगुवा कार्यकर्ता त्यहाँ बढी छैन। अगुवा कार्यकर्ताहरू बढी छैन। नेताको टाउकोहरू चाहिँ देखिएको हो। तर के हो भने टाउको देखिँदैमा त हुँदैन नि। हाम्रो पार्टी त त्यो कुन टाउको देखियो नि भन्नुभन्दा पनि हाम्रो पार्टीको वैधानिक प्रावधानहरू के छ त? वैधानिक प्रावधान अनुसार नै कार्यक्रम गर्ने हो पार्टीले। कि अरू समूहले पनि त्यो हल गरिदियो भने त्यहाँबाट गठित भएको समितिले चाहिँ वैध हुन्छ त? आज उहाँहरूले गर्नुभयो, ल भोलि एउटा अर्को टिमले पनि त्यही जिल्ला विकास हलको भरेर एउटा समितिहरू घोषणा गरिदियो भने त्यो वैध हुन्छ त? वैधानिक त्यो प्रक्रिया हुन्छ नि, विधानसम्मत प्रक्रिया छ नि। उहाँहरूले त्यस्तै छ भने अधिवेशनमा आउनु पर्यो, अधिवेशन पेश गर्नुपर्ने हुन्छ, अविश्वास प्रस्ताव ल्याउनु पर्यो, अविश्वास प्रस्ताव जिल्ला कमिटी पेश गर्नु पर्यो। आजसम्मको मितिमा जसको अध्यक्षतामा त्यो गठन भएको छ उमेश यादवजी, जो हाम्रो कार्य समितिमा उपाध्यक्ष हुनुहुन्छ, आजसम्मको मितिमा जिल्ला कमिटीमा कुनै पनि निर्णयमा असहमति जनाउनु भएको छैन। अख्तियारमा कारबाही गरेको मान्छेलाई पार्टीले के सहयोग गर्छ त्यसमा? त्यो त उहाँहरूले गरेको हो कि भने आफै प्रमाण जुटाउनु पर्यो नि। पार्टीले त उहाँहरूले टिकट दियो, उहाँहरूले जित्नुभयो। जितेपछि पार्टीले उहाँलाई तपाईँका यता भ्रष्टाचार गर्नु त भनेको छैन। अब उहाँहरू भ्रष्टाचार गरेको होइन भने त उहाँहरूले त्यहाँ प्रमाण जमा गर्नु पर्यो। भ्रष्ट होइन, अदालतले सफाइ गर्नु पर्यो। यो कानुनी शासन हो नि त। अध्यक्षज्यू, खास यो समानान्तर समिति जुन गठन भएको छ त्यसको मूल कारण तपाईँले अहिलेसम्म के फाइन्ड आउट गर्नुभयो? कुन कारणले यस्तो हुन गयो? त्यो केन्द्रमा कसो बार्गेनिङ चल्दैछ त्यो कुरा त मलाई थाहा भएन। तर मलाई लाग्छ अब साथीहरू होला सुन्दाखेरि त्यस्तो पनि छ, हुनसक्छ बार्गेनिङ होला। यो पहिलेदेखि प्रमाण पनि छ, विभिन्न समयमा अवसर आउँदाखेरि त्यस्तो बार्गेनिङ। अध्यक्षज्यू, मेरो प्रश्नको उत्तर आएन। खास तपाईँहरूले के फाइन्ड आउट गर्नु? यो समानान्तर समिति किन बनायो, कुन कारणले बनायो, त्यो बारेमा तपाईँहरूले अहिलेसम्म खोजेको कुराहरू? यो समानान्तर समिति भनेको केही नेताहरूले पार्टीलाई आफ्नो पकेटमा राख्नुको लागि विधान प्रक्रियालाई मिचेर म जे भन्छु त्यही पार्टी हो
मेरो मुख नै पार्टी हो, म कार्यकर्तालाई पछि कुदाउने, वैधानिक प्रक्रिया नजाने, डेमोक्रेटिक प्रोसेसलाई फेस नगर्ने र आफ्नो व्यक्तिगत वर्चस्वलाई काम राख्नका लागि निमित्त मात्रै केही कार्यकर्ताहरूलाई भ्रमित गरेर खडा गरेको सङ्गठन मात्रै हो। अब तपाईँहरू निष्कर्षमा चाहिँ उनीहरूलाई के गर्नुहुन्छ? हामी निष्कर्षमा उहाँहरूलाई सोध्छौँ, स्पष्टीकरण सोध्छौँ, उहाँले जवाब दिनु होला। जवाब नदिएपछि हामी प्रक्रिया अगाडि बढाउँछौँ विधान तहत वैधानिक प्रावधान अनुसार। अहिले जसपाको आधिकारिकता चाहिँ कसैसँग माग्नु पर्यो भने आम जनताले कोसँग माग्छ? आधिकारिकता हामी अधिकारीसँग हामी हौँ। उहाँहरू पनि भन्नुहुन्छ हामी अधिकारी। उहाँ भनेपछि उहाँ प्रदेश कमिटी छ, उहाँलाई सोध्नुहोस् तपाईँहरू आधिकारिकको हो, तपाईँहरू कन्फर्म हुनुहुन्छ भने केन्द्रीय कमिटी छ, उहाँलाई सोध्नुहोस् आधिकारिकको हो। त्यो त हो नि काय? अनि केन्द्र हामी मैले भन्नु आधिकारिक हो, हामीलाई अधिकारता दिने को हो? प्रदेश कमिटी हो, हामी माथि कमिटी। प्रदेश कमिटीलाई सोध्नुहोस्, अध्यक्षलाई सोध्नुहोस्, या केन्द्रीय कमिटीलाई सोध्नुहोस्, पार्टीलाई सोध्नुहोस्, त्यहाँ 70 जिल्लामा अधिकारी कमिटीको तपाईँले जवाब पाइहाल्नु।